राप्ती अञ्चलको प्युठान जिल्लामा अवस्थित पावन भूमि स्वर्गद्वारी मन्दिर प्युठान जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक तीर्थस्थल हो। यो मन्दिर समुद्र सतहबाट 2121 मिटर उचाइमा अवस्थित छ। स्वर्गद्वारी मन्दिरको नामाकरण यस स्थानलाई स्वर्गको ढोका मानिन्छ भन्ने विश्वासबाट भएको, किनभने 5 पाण्डवहरू वनवास जाने क्रममा अन्तिम यज्ञ स्थलको रूपमा यहाँ हवन गरेर यज्ञ लगाएर उनीहरू उत्तराखण्डको यात्रामा निस्केको थिए भन्ने विश्वास गरिन्छ। र यसै स्थानमा स्वामी हंसानन्द गिरीले 100 वर्ष अगाडिदेखि सञ्चालन गर्नुभएको अखण्ड ध्वनि अहिलेसम्म पनि कायम रहेको देख्न सकिन्छ। यहाँ भएका गौशालाहरू, अखण्ड ध्वनि क्षेत्र, शिवालय लगायत पाञ्चायन देवताहरूको मन्दिर, मूर्तिहरू र यी भन्दा पनि अझ पृथक रहेर भन्दा संस्कृति र सम्पदाको वैभव यस स्थलमा रहेको देख्न सकिन्छ। स्वर्गद्वारी मन्दिरमा महायोगी स्वामी हंसनाथले गहिरो तपस्या र साधना गरेको विश्वास गरिन्छ। पर्यटकीय सम्पदाको रूपमा यस स्थललाई लिन सकिन्छ। स्वर्गद्वारी मन्दिर पर्यटनका लागि पनि प्रसिद्ध छ। यहाँको प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले गर्दा वर्षभरि धेरै पर्यटकहरू आउने गर्दछन्। स्वर्गद्वारीसम्म पुग्नको लागि तपाईहरू पनि दाङको भालुवाङ हुँदै भिङ्ग्रीबाट स्वर्गद्वारीसम्म पिच बाटोबाट पुग्न सकिन्छ भने दाङकै घोराइदेखि हामी होलेरी हुँदै कच्ची बाटोबाट पुग्न सक्दछौँ स्वर्गद्वारीसम्म। करिब यहाँको दूरी